ल पाहुना बस्ने घर बनिँदैछ यहाँ यसरी खेतबारीमै हो यो पराको बिहामा आउने पाहुनाहरूलाई यहीँ पराल ओछाएर यो टेन्टमा सुताउने हो। बसे पनि सुते पनि हाँसे पनि नाचे पनि खेले पनि यहीँ हो खेतबारी। ससुरा र ज्वाइनी हेर्दै हुनुहुन्छ है मजाले हाम्रो गाडी आयो यति भनेर पर रोकेको छ हो यहाँबाट हेर्दै हुनुहुन्छ दुईजना मजाले। Hello, छेमा र त हो छेमा दिदी भन्नु रहेछ हो लु यो परागको बिहाको लागि है यो नुन तेल बेसार अनि एउटै सखुवाको बोटको भेट्नुवाला पत्ता अनि सिन्का। लु यो चाहिँ उता बेहुली घरमा पठाउने हो। लु पठाएँ अब मैले ल यो हामी कता छौँ छेमा हामीहरू यो बिन्दवासिनी मन्दिर दर्शन गर्नु आएको। हेलो सक्नुहुन्छ नमस्ते उता बिन्दवासिनी मन्दिर देखाएँ मरेङमै देब्रे खुट्टाले चढ्ने अहिले दाहिने खुट्टाले झर्ने किनभने मेरो दुख्छ त्यसै कारणले कसैले भिडियो बनाऊ होला
यहाँ मलाई दिएको छैन मोबाइल ऊ आफ्नै धुनमा छ चिसो त खै लु तयार भएको त अब निस्कि पो हाल्ने हो त बाबु लु छिटो हेलो भन्देऊ हाई गरिदेऊ न है बाबु ऊ त हेर तेरो दिदी भक्कट केटा लु फटाफट जानु चढिहाल्नु सबैजना लु तिमी त जाऊ न उहाँहरू पछि आउँछ ऊ बाबु गइसक्यो अगाडि त्यसको अगाडि अगाडि हिँड्ने हो अब अगाडि अगाडि हिँड्ने हो अब दिदी बहिनी बोलाउने होइन अन्त ल आउनु छिटो छिटो भन्दै अब त अगाडि अगाडि हिँड्ने हो बाबु बाबु कस्तो लागिरहेको छ ज्वाइँ कस्तो लागिरहेछ त सालोको बिहा हजुर एकदम राम्रो खुसी लागेको छ अहिले चाहिँ के गर्नु बसिरहेको छ दुईजना के हेरेर बस्नु सालो होइन के हेरेर बसेको बाबु के हेरेर बसेको ल खुस्केको नानी ए ल अब होइन लिएर जाने हो माथि हाल्ने ल दादाको बिहान पुरै बसमा रमाइलो नौमती दादामा साइड रानीले डराइ डराइ ल्याइदिरहेको विराटनगर
लु 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 सबैलाई लगाइदिने तपाईँहरू मात्र लगाइदिनुपर्छ अरे टिका तपाईँहरू गर्नु न
परिवारको सम्पत्ति बोक्नु पर्यो। लु यो परागको बिहाको लागि है यो नुन तेल बेसार अनि एउटै सखुवाको बोटको भेट्नुवाला पत्ता अनि सिन्का। लु यो चाहिँ उता बेहुली घरमा पठाउने हो। लु पठाएँ अब मैले ल यो कोपोको बिहामा मेहन्दी लगाएको अझै अरूले लाउँदैछ। एउटा दिदी चाहिँ यहाँ यता बहिनी चाहिँ खै कोचा के मिठाई सम्झिन खाऊ।
Thank you. Thank you so much. बोल डान्स भन्ने कि बेल डान्स भन्ने कि स्लो डान्स भन्ने के भन्यो जे होस् डान्स गर्यो दुईजनाले थ्याङ्क यू र अब